पनि हेर्दै गर्नुपर्छ क्या साथी हो। ब्लग हेर्नु हो, सपोर्ट गर्नु पऱ्यो भनेकोले पनि म जुवाक्कै सपोर्ट गर्ने होइन। फाइनली अहिले चाहिँ हामी दोकान आइपुग्यौँ। हामी चाहिँ तलबाट आएको हो अनि अहिले चाहिँ अलिक अँध्यारो आउँदै रहेछ। अनि यसलाई चाहिँ अब हाम्रो इन्डियामा त दोकान भन्छ, यता चाहिँ पसल भन्छ हो। र पसलमा चाहिँ यसो हामी पाहुनाहरू आएको छ घरमा, अनि त्यसकै लागि यसो मासु किन्न आएको। त्यसपछि यहाँ नलागे अलिक अँध्यारो छ, त्यसले गर्दाखेरि ब्लग राम्रो आउनु पाएको छैन। त्यही पनि अहिले हामी यस्तो जग्गा आछौँ, पछाडि अहिले नभए पनि अङ्कलकै बाइकमा भए पनि मैले त ल्याइनँ। अब अङ्कलकै बाइकमा पनि यसो बेला बेला ब्लग चाहिँ हालिदिने गर्नुपर्छ। अनि अङ्कलले भिडियो हेर्नुहुँदैछ भने चाहिँ नरिसाउने अङ्कल, अब यस्तै हो, बाइक घरमै छ त्यही लागि ब्लग बनाएको। यसो तपाईँको बाइकमा पनि यसो होस् न चिनजान। र बाइक चाहिँ यो पल्सर अङ्कलको, अन्त सेम हो, तर मेरो अलिकति कम्ती भन्दा ठिक हो, एउटै हो। त्यो पनि 120 नै हो, 150 यो 150 नै हो। कुदाउने चाहिँ यस्तो हुन्छ यहाँनिर। स्कुटीको ड्राइभर त खतरा रहेछ यता पनि, तर अब आइसले चाहिँ म पनि भोइस ओभर गर्छु भन्दै थियो। ल गर नि त भनेर उसलाई दिएको, उसले पनि बनाओस् न ब्लग। हेर्नुहोस्, हामी अब ट्राफिक रुल फलो गरेर हामी घर जाँदैछौँ। हाम्रो खासमा यस्तै हुन्छ क्या, अलिक एक्सिडेन्ट के छ कुनै रहेछ भनेको साथीको रहेछ गाडी चाहिँ हेर्नुहोस्। त्यसै गरी अब हामी जाँदैछौँ होइन। अब हामी यहाँ चाहिँ खासमा आज घरमा पाहुना आउनुभएको थियो, अनि त्यसैले गर्दा यहाँ पसल आउनु परेको थियो। र अब हामी घर जाँदैछौँ। आउँदा चाहिँ अलिक छिटै नै भएको थियो, अहिले जाँदा अलिक ढिलो हुन्छ होला, अलिक बाटो अलिक लामै छ। तपाईँहरूलाई थाहा छ कि थाहा छैन, यो बाटो भनेपछि चाहिँ हाम्रो जाँदै अलिक माथि भने यो मदन भण्डारी राजमार्ग जाने। त्यसरी नै अब हामी चाहिँ अब अलिक छिट्टै जानुपर्ने हुन्छ। घरमा पनि अलिक गाली गर्छन् क्या गाइज। अलिक त्यो मुखसुख छाडेको छ होला, अलिक त्यो उयोले मेरो के भन्छ एडिटरले म्यानेज गरिहाल्छ। त्यसै गरी अब हामी चाहिँ अलिक पेट्रोल अलिक बेसी बढेको छ क्या, त्यसैले अब हामी स्टार्टमा जानुपर्छ। बाटो फेरि यस्तो अप्ठ्यारोहरू छ, यहाँ त झन् कति अप्ठ्यारो छ गाई छ फेरि हाल्नु पर्ने हो क्या। यस्ताहरूलाई चाहिँ हाल्नु मन लाग्छ के गर्नु, आफै तिर्नुपर्छ गाइज होइन। त्यसैले त अब भन्नु खोजेको चाहिँ अस्तिकै ब्लगमा आएको छ अहिले चाहिँ। अनि अस्तिकै ब्लग हेर्नु पर्दैन, त्यो अर्कै बाटोको ब्लगको बेला चाहिँ ब्लग चाहिँ हेर्दै गर्नुपर्छ क्या साथी हो। ब्लग हेर्नु हो, सपोर्ट गर्नु पऱ्यो भनेकोले पनि म जुवाक्कै सपोर्ट गर्ने होइन। अघिको हामी आएको बाटो चाहिँ त्यो काठमाडौँ जाने बाटो हो क्या। पछि यहाँबाट चाहिँ अलिक छिटो हुन्छ अझै भन्छन्। अब पछि अब बिस्तारै म पनि बिस्तारै त्यहाँको भ्लग ल्याउँछु नि। अब हुँदै गयो भने त्यहाँदेखि अब टक्क काठमाडौँ झरेको भ्लग, त्यस पछाडि त म हजुरहरूसँग पनि मिटअप गर्छु होइन। त्यसरी नै अब बाटो चाहिँ त्यस्तै छ। त्यस्तो जग्गामा कुकुरको सङ्ख्या बढेर नि हो, तिनीहरूले भर्खर ब्याएर छोडेका छन्। यस्ताहरूलाई के भन्नुहुन्छ गाडी छ, यिनीहरूलाई चाहिँ के अलि एक दुईवटा गाडी दिनु पर्थ्यो कि। बाटो घुमाउँछ भने यसो गाडी साडी आउनु छ आएको देख्दैन न। यसरी यता भ्यू चाहिँ राम्रो छ क्या। यता यस्तै भ्यूहरू चाहिँ हेर्नुहोस् गाइज। ऊपर एउटा पुल छ, तर राति उनीहरू देख्दैन होला। भयो भने पनि स्टिलको भ्लग ल्याउँछु नि। त्यसरी नै अब जाँदैछु गाउँमा आज कहाँबाट कार आयो। अब चाहिँ होइन तपाईँहरू पनि अलिक सपोर्ट गर्नु पर्ने क्या गाइज। हजुरहरू सपोर्टै अलिक माया देखाउनु पर्यो। त्यो अनिस भ्लगर छ नि, अनिस भ्लगरलाई अलिक माया देखाउनु पऱ्यो क्या। अब हामी चाहिँ अब यस्तो मेहनतले गरेर भिडियो बनाउँछौँ नि अब हामीले धुलो खाँदैछौँ नि। हजुरहरूको लागि भनेर हामी यस्तो मेहनत गर्छौँ। तपाईँहरू भनेपछि चाहिँ के भन्नुहुन्छ त्यसैले अब यहाँबाट चाहिँ टक्क हामी अब लेफ्ट लिने हो, यहाँबाट टक्क यसरी